वेलकम टु माई न्यू भ्लग। आज चाहिँ म मेरो भ्लगमा चाहिँ आज के गर्छु त्यो सबै देखाउँदैछु। सो आज चाहिँ मेन स्पेसल कुरा चाहिँ के हुन्छ भने फिस फ्राई। फिस चाहिँ म्यारिनेट गरेर राखेको छु। फिस फ्राई गर्दा चाहिँ म फेरि भ्लगिङ गर्छु। सो किप अन वाचिङ। मैले चाहिँ यसरी फिसलाई म्यारिनेट गरेर राखेको छु। एन्ड दिस वान यो चाहिँ यसलाई चाहिँ पछि ग्रेभी गरेर खाने भनेर राखेको छु। यसलाई चाहिँ फ्रिजमा राख्छु होला म चाहिँ। आज चाहिँ यति मात्रै फिस फ्राई गर्ने। आज हामी ग्यासमा नभइकन हामी चाहिँ बाहिर आगोमा बनाउने भन्ने चाहिँ डिसिजन भएको छ। ठुलै छ क्या है। हामीले चाहिँ गाइस बाहिर पकाउनुको रिजन चाहिँ के हो भने भित्र चाहिँ माछाको स्मेल आउँछ। त्यो भएको कारणले चाहिँ बाहिर हामीले बनाएको हो। र मैले बनाउँछु भन्ने सोचिरहेको थिएँ, बट आमाले चाहिँ मलाई दिनु भएन। यता हेर्नु त ठुलामा। हाई हाई गरिदिनु सबैलाई। हाई। आज चाहिँ ठुलाआमाको हातबाट माछा खान पाउने भयो। मैले बनाउँछु भन्दै थिएँ, तर आमाले चाहिँ फेरि यहाँ बाहिर अलि हजुर आमाले आफ्नै तरिकाले बनाउँछु भन्नुभयो। सो ठिकै छ। फिस पनि रेडी भयो। अनि चाहिँ हाम्रो फिस फ्राई पनि रेडी भएको छ, आमाले बनाउनु भएको। अनि त्यसपछि यो फिस करी पनि रेडी भएको छ। सो रोटीसँग चाहिँ म खाँदैछु। लेट्स ट्राई है त कस्तो। आमाले पनि खाँदै हुनुहुन्छ, तर क्यामेरामा चाहिँ नआउने भनेर। मिठो भयो। देखो है तो जोर से दाल सा आजको फिस चाहिँ एकदमै डेलिसियस भएको थियो। अझै पनि छ, सकेको छैन। आजको भ्लग म यही इन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ। बाई।